मलाई धेरै साथीभाइ तथा दिदीबहिनीहरूले भन्नुहुन्छ, सर मलाई यसो अप्ठ्यारो परेर बेच्न खोजेको घरहरू छ भने भन्नु न है भनेर भन्नुहुन्थ्यो। त्यो भएर चाहिँ मलाई चाहिँ यो घर धनीले मलाई एकदम समस्या छ, घर बेच्न पर्ने थियो भनेर भन्नुभएको थियो। त्यही भएर चाहिँ मैले हजुरहरूको लागि भनेर देखाउँदैछु यो घर। मन पर्यो भने चाहिँ मलाई सम्पर्क गर्नु होला। सिधा सम्पर्क हो। एक्ज्याक्ट लोकेसन चन्द्रगिरी केबल कार जाने बाटोमा थानकोट हाइवेबाट मात्र 200 मिटरको डिस्टेन्समा रहेको यो पूर्व उत्तर मोडाको घर। बाटोको रोडको कुरा गर्नुहुन्छ भने घरैको अगाडि बस रोक्छ। बाटो 22 फिटको रहेको छ भने ढल बत्ती पानी त कुरै नगर्नुहोस्, आफ्नै पानी इनार रहेको छ। पानीको चाहिँ तपाईँहरूले कुनै समस्या छैन। यो घर चाहिँ अर्थक्वेक अगाडि बनेकोले चाहिँ एकदम सस्तो भएको हो, नत्र चाहिँ यो घर यति सस्तोमा आउँदैन थियो। यसको मूल्य चाहिँ मात्र 2 करोड हो है हजुर। होटल लज रिसोर्टको लागि चाहिँ यो घर एकदम बेस्ट छ, हजुरहरूले देख्न सक्नुहुन्छ। ग्राउन्ड फ्लोरमा 2टा ठुलो सटरहरू रहेको छ। होटल रिसोर्ट लजको लागि एकदमै उपयुक्त छ भने यो घरमा 9वटा बेडरुम 5वटा टोयलेट रहेको छ भने 2000 लिटरको ट्याङ्क रहेको छ। पानीको लागि आफ्नै इनार पनि छ। आजसम्म पानीको यो घरमा दुःख पनि परेको छैन। त्यही भएर छिटो गर्नुहोस्। हजुरहरूले भनेको जस्तै घर खोजेर मैले ल्याइदिइसकेको छु। अब किन्ने नकिन्ने हजुरहरूकै खुसी। पर्यटकीय स्थलमा रहेको यो घर हो। अब यहाँ होटल लज रिसोर्ट चाहिँ मजाले चल्छ। महिनाको 50,000 भाडा आउँछ। भाडामा मात्र लगाउँदा पनि होइन, म आफै बस्छु 1.5 तलामा र तल 2 तला भाडामा लगाउँछु, 30-35 हजार भाडा खान्छु भन्ने पनि हुन्छ यो घरमा है हजुर। मान्छेहरू